आउनुहोस् मिठो चाउमिन बनाएर खाउँ ल। मैले चाहिँ भाँडामा पानी बसाएँ। अब हालिदिन्छु यसमा अलिकति तेल। यो चाहिँ सुजीको है, मैदाको होइन। यसलाई चाहिँ झ्याम्मै दुई टुक्रा बनाइदिएँ। पानी चाहिँ भकभकी उम्लिनुपर्छ अनि हालिदिनुपर्छ यसरी उम्लेपछि मात्रै। यो सुजीको चाहिँ कहाँ पाइन्छ भन्नुहुन्छ होला। मैले चाहिँ भातबटिनीबाट ल्याएको बिर्तामोडबाट। यो चाहिँ मैदाको जस्तो एकदम ल्याटक्क पनि पर्दैन, अलिकति खान पनि राम्रो हुन्छ। सधैँ खाने चिज त होइन यस्तो, तर कहिलेकाहीँ खान मन लाग्छ। भोलिबाट सोह्र सुरु हुँदैछ। आज मैले मिठो चाउमिन। यो सुजीको चाहिँ अलिक निकै बेर पकाउनु पर्छ, अर्को जस्तो प्यात्त भइहाल्दैन, गल्छ नि छिटो है। मैदाको चाहिँ यो चाहिँ अब लगभग भइसक्यो, अलिक निकै बेर पकाउनु पर्छ। यो चाहिँ मैले छान्दैछु। अब एउटा हातमा मोबाइल, एउटा हातले भिडियो बनाउन अप्ठ्यारो हुन्छ। पानी चाहिँ तरिसक्यो। यो मैले एउटा थालमा खन्याएँ, सेलाउँछ अलिकति मैले तेल लगाएँ। यसलाई मजाले यसरी मिक्स गरिदिने। मैले कराई बसाइसकेँ। अब यसमा हाल्छु तेल। तोरीकै तेलमा बनाउँछु म चाहिँ। उमारेको चना पनि मैले ठिक पारेको छु, टमाटर, खोर्सानी, यता छ प्याज, गाजर, बिनसिबी, धनियाँ, यता सलादको लागि छ। अब हेर्दै जानुहोस्, म के हाल्दै जान्छु। प्याज हाल्ने, प्याजलाई चाहिँ एकैछिन भुट्ने, धेरै रातो होइन। यसमा हाल्छु खोर्सानी। अब हाल्छु उमारेको चना। चनालाई पनि अब एकछिन यसै गरी भुट्छु। अब यसमा हाल्दिएँ मैले हर्दी। अब यसमा बिनसिबी। अब बिनसिबीलाई पनि एकैछिन फेरि यसलाई पनि त्यसै गरी एकछिन चलाएर राख्छु। यसमा स्वाद अनुसार नुन। अब यसमा हालेँ मैले गाजर। एकछिन बिनसिबी पाक्ने गरी छोडिदिएँ। अब गाजरलाई पनि एकछिन फेरि भुट्छु। यसमा अलिकति धुलो खोर्सानी पनि, अहिले बर्खाको खोर्सानी खासै पिरो हुँदैन। अब यसमा हाल्छु म टमाटर दुईवटा काटेर। अब यसलाई पनि एकछिन पकाउँछु। अब यसमा हाल्छु अलिकति सोया सस। सरर माथिबाट हालिदिने यसरी। सबै हालिदिइसकेँ मैले चाहिँ। भइसक्यो। हामी 3 जना छौँ खाने। ल यसमा माथिबाट प्याज हालिदिने। 5 बज्दैछ, बेलैमा खाने यस्तो चिजहरू चाहिँ। अरू बेला पनि 6 बजी त म खाइसक्छु। धनियाँ चाहिँ कम्ती थियो, लिन गएको भेटिनँ। अब यसमा डल्ले एउटा, डल्ले हालेँ। डल्ले कागती कति चाहिन्छ आफै निचोएर खा। अब सलादहरू राखेँ मैले। सस खानेलाई साइडमा यहाँ। यता पनि हालिदिइराख्छु। अब यहाँ पनि। उसलाई त अझै पिरो चाहेर हाल्दैछ छोरीले। यहाँ आफ्नै हातले बनाएको भाइरल अचार। ओहो, अब कति मिठो भयो होला त। म खाएर पनि भन्छु ल हजुरहरूलाई। पसिना हेर्नु, म खाएर भन्छु ल कस्तो छ। मिठो भएछ। ओहो, कस्तो भइरहेछ? दामी छ नि। मिठो त हुन्छ नि, तर सधैँ यस्तो खानेकुरा आएन। मलाई मिठो चाहिँ एकदम मनपर्छ। चाउमिन आफूले बनाएको आफैलाई मिठो लाग्छ। कस्तो भयो भन् त। यस्तो गरिमा दुःख गरेर पकाएर खाइछु भन्। दामी छ। फुर्सद छैन बोल्ने। ल साथीहरू, मैले चाहिँ यसरी पकाएँ। हजुरहरू कसरी पकाउँछ, सबैको आफ्नो आफ्नो तरिका हुन्छ खाने बनाउने होइन। मेरो चाहिँ तरिका यही हो, खाने बनाउने।